टोलीहरू कहाँ गएको अरे हामी मेला जाँदैछौँ ल हामी चाहिँ मेला हिँडेको साथीहरू अनि आज विवाह पञ्चमीको उपलक्ष्यमा हाम्रो चक्करघट्टामा चाहिँ मेला लागिरहेको छ अनि अब हामी मेला हेर्न गएको सबैजना अनि यसरी हामी जाँदैछौँ ओ यता हेर सबैजना खोइ मेला लानेहरू मान्छेहरू यता हेर हेर ओ रिवाज यता हेर यता मेला जाने टोलीहरू हेलो कान्छी दिदीको दाँत झरेको अवस्था रिवाज दादाको दाँत झरेको अवस्था ल अब नजिकै छ अनि त्यही भएर हामी चाहिँ सबैजना हिँड्दै जाँदैछौँ यता पनि पछाडिको टोलीहरू आउँदैछन् है मेलामा ए सबै त पनि आएको रमाइलो हुँदैछ बच्चाहरू पुरै एक्साइटेड छन् आएर हेलो माया ओहो हो मक्ख छ ल अब हामी पुग्न लागिसक्यौँ यहाँ माइकको आवाज सुनिराख्नु भएको होला भैँसीहरू घर जाने बेला हुँदैछ अनि हामी चाहिँ मेला जाने बेला हुँदैछ साइड लागेर हिँड साइड लगाएर अनि अब पुग्न लाग्यौँ हाम्रो आजको मेला यस्तो हुँदैछ मजा हुँदैछ ओइ राहुल के हुँदैछ ल अब मेला हामी आइपुगिसक्यौँ हाम्रो मेलाको यस्तो छ अवस्था अनि यहाँ चाहिँ अब माइक बज्दैछ अब खै यहाँनिर डान्सहरू हो कि अब के हुँदैछ अनि ओ बच्चाहरूको त रमाइलोको त कुरा नगरौँ यस्तो भइरह अब आउँदैछन् मान्छेहरू मेलामा पाउने कुराहरू के छ मेलामा पाउने कुराहरू चटपटेहरू पाइन्छ जस्तो छ खोपीहरू पाइन्छ जस्तो छ अनि के छ ए जेरी पाइन्छ जस्तो जेरी छ पानीपुरी पनि छ यहाँ जेरी छ जेरी 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 बन्दैछ के खाने तिमीहरू अनि यस्तो बनिरहेछ मेला यहाँ चप बन्दैछ यहाँ छ पानीपुरी हो यस्तो भइरह अनि यता छ बौकी दिदीको कता छ बौकी दिदीको अनि यस्तो छ मेलाको अवस्था ल यिनीहरू चाहिँ यहाँ पानीपुरी खाने भनेर पानीपुरी खाँदैछ है पानीपुरी खाँदैछ रिवाज मिठो छ मिठो छ अरे पानीपुरी खाँदैछ यिनीहरू यहाँ चाहिँ जेरी पाक्दैछ है तातो जेरी चाहिँ यसरी बनाउँछ अनि त्यसपछि यहाँ चाहिँ त्यो उसमा कहाँ अहिले जानुपर्छ त्यहाँ यस्तो भइरहेछ यहाँ चाहिँ आलु चप पाक्दैछ तातो हाम्रो बौकी दिदीको अनि त्यसपछि यहाँ चाहिँ यहाँ हेर ओइ खाएको खाएछस् सब खान्छस् त है अनि यहाँ पाकेर आलु चप कचरी खोपी सबै छ यहाँ बनाउँदैछ कति बिक्री भयो है कमै बिकाल्छ है अखिन हम सब ड्राइभर में लदेबे अहिले लास्टमा चाहिँ हामी लिएर त्यहाँ चटपटेहरूसँग खाने हो यो चाहिँ बौकी दिदीको हो अनि यहाँ चाहिँ उयो यस्तो के हो यो कस्तो हुँदै तिमीलाई मेला बोरिङ लाग्यो क्या हो बोरिङ लाग्यो ए सबैजना यस्तो वात्त परेर हिँडिराखन् ल यहाँ हाम्रो चटपटे रेडी भयो अब हामी जाने अनि खाएर अनि हामी जान्छौँ ल अब डान्स कार्यक्रम ए ओइ रिवाज डान्स खतरा ओइ ओइ रञ्जना नाच्न
सब आफ्नो आफ्नो तालमा छ है। यहाँ अब हामी खाजा पनि खाइसक्यौँ, चटपट कचरी, अनि यहाँ आफ्नो आफ्नो तालमा छन्, सबैजना रमाइरहेका छन्। अब हामी यहाँ गोलुहरूलाई पर्खिरहेको छौँ। त चाहिँ अझै अगाएको छैनस्? यहाँ चाहिँ अझै घरमा लगेको, दादालाई लगेको भन्दै खाइरहेको छ यसले चाहिँ। अनि अब हामी तिनीहरूले आलु चप लिएर आउँछ अनि हामी फर्किन्छौँ। आजको हाम्रो मेला भ्लग यस्तै भयो, मस्ती रमाइलो। आइरा दिदी के गरेको? आइरा के गरेको बेबी? हल्ला नगर न, के गरेको आइरा? खेलेको के हो त्यो? अनि यो दुईटा गर्न घाम पनि डुब्न लागिसक्यो। ओ चटपटे खाएर पनि यिनीहरू फेरि के खान थालिसक्यो। ए कान्छी 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 ये 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 ए ए ए वाह वाह रिवाज रिवाज रिवाज। यता फेरि प्राचीनको छुट्टी छ। प्राचीन 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 बाप रे यस यस यस। मेला नि सकियो, हामी चाहिँ अब घर फर्क्यौँ। यस्तै भयो, रमाइलो भयो। अनि सबैभन्दा रमाइलो चाहिँ बच्चाहरूले यति रमाइलो हाँस्दा हाँस्दा हैरान बनाए। यस्तै भयो। अझ नाच्दै छैन, नाच्दै हिँडिरहेछन् अनि रमाइलो छ। ल अब जाँदा जाँदै यहाँ भाइ बहिनीहरूले चाहिँ यिनीहरूको एकदम अहिले चलेको गीत गाउँछ। यो गीतको नाम के अरे? ल रेडी? ल सबैजना ल गाएर यता हेरेर सुनाइदेऊ त। बाप रे बाप। वाह वाह वाह, खतरा 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 खतरा। ल ल ल सुरु। ल अब चाहिँ हामी घर आइपुग्न लाग्यौँ। ल तिमीहरू यता हेर त कस्तो भयो मेला? रमाइलो भयो। ल मैथिली गीत गाउँछ अरे यिनीहरूले, लगाइदेऊ त।
ल हामी घर आइपुग्यौँ सबैजना राम्रोसँग बस्नु होला आफ्नो केयर गर्नु होला सबैजनालाई धेरै माया